इमेजिन तपाईँ हरेक बिहान उठ्दा यो देश एउटा टोटल सटडाउन हुनबाट ठिक 13 दिन मात्र टाढा छ भन्ने थाहा पाउँदा कस्तो होला? बाहिरबाट सब ठिक देखिन्छ। हामीसँग साउथ एसियाको फर्स्ट क्रस बोर्डर पाइपलाइन छ अनि देश चलाइराख्न हरेक दिन हजारौँ ओइल ट्याङ्करहरू बोर्डर क्रस गरिरहेका छन्। हेर्दा त सेफ नै त देखिन्छ नि, तर यो सेफ्टीको इल्युजन पछाडि हामी माथि एउटा 13 दिनको टाइमर झुन्डिरहेको छ। किनभने यदि भोलि त्यो बोर्डर बन्द भयो भने, यदि त्यो पाइपलाइनबाट तेल आउन रोकियो भने, नेपालसँग पेट्रोल र डिजेलको ठिक 13 दिन मात्र पुग्ने गरी स्टोरेज क्यापेसिटी छ, त्यो पनि पुरै भरिएको बेला, जुन रेयरली नै हुन्छ। र किचनमा बल्ने ग्यास, हामीसँग 0 डेजको ब्याकअप छ, कुनै स्टोरेज फ्यासिलिटी नै छैन, जेरो। 2 हप्ता नि नपुग्दै बसहरू ठप्प हुन्छन्, फ्याक्ट्रीहरू बन्द हुन थाल्छन्, पुरै देश नै लकडाउनमा गए जस्तो हुन्छ। अब यहाँ एउटा ठुलो प्रश्न आउँछ कि एउटा पुरै देश यो हालतमा कसरी बाँच्नलाई बाध्य भयो? हामी यति धेरै भल्नरेबल भयौँ कसरी? साँच्चीकै हेर्दाखेरि यो कुरा कसैले हामीमाथि जबरजस्ती लागू गरेको होइन। यो कुरा बुझ्नलाई हामी ठिक 50 वर्ष अगाडि लिएको डिसिजनमा पुग्न पर्छ। एउटा यस्तो ग्लोबल इनर्जी क्राइसिस जसले हामीलाई बाँच्नकै लागि मात्र यो इम्पोसिबल चोइस लिनलाई बाध्य बनायो। Designated teams began clearing the Israeli defences, where the Jerusalem Brigade, after the initial shock, were now fighting back. सन् 1970 अगाडि नेपालमा एस्सो, सेल, क्याल्टेक्स जस्ता वेस्टर्न मल्टिनेसनल ओइल कम्पनीहरूले सिधै तेल बेच्थे। त्यतिखेर नेपालको स्ट्याटस इन्डियाको म्यासिभ रिटेल मार्केटको एउटा सानो एक्सटेन्सन थियो र 1970मा नेपालले आफ्नो इनर्जी सेक्टरको कन्ट्रोल लिनलाई नेपाल ओइल कर्पोरेसन इस्टाब्लिस गर्यो। अनि अब ती वेस्टर्न मल्टिनेसनल कम्पनीहरूले नेपालमा डाइरेक्ट तेल बेच्न पाउने थिएनन्, तर सप्लायर भने तिनीहरू नै थिए। त्यसपछि 1973मा सुरु भयो मिडल इस्टमा योम किप्पुर वार अनि ओइल इम्बार्गो सुरु भयो, जसले गर्दा क्रुड ओइलको प्राइस रातारात 4 गुणाले बढ्यो। त्यो ग्लोबल ओइल क्राइसिसको बेला ती ठुला मल्टिनेसनल कम्पनीहरूलाई नेपालको मार्केट भने प्रोफिटेबल थिएन, जसले गर्दा नेपाल इग्नोर भयो। अर्को ठुलो समस्या के थियो भने इन्टरनेसनल मार्केटमा तेल किन्न US डलर चाहिन्थ्यो र नेपालसँग त्यो 4 गुणा बढेको प्राइस तिर्न सक्ने डलर रिजर्भ पनि थिएन र अब देश नै थप्प हुने क्राइसिस देखिन थाल्यो। तर समस्या इकोनोमिक मात्र होइन, जियोपोलिटिकल पनि थियो। त्यही बेला इन्डियाले साउथ एसियामा आफ्नो एब्सोल्युट पावर देखाउँदै थियो। छिमेकी देश सिक्किमलाई इन्डियाले आफूमा गाब्ने प्रोसेसमा थियो, जसले गर्दा काठमाडौँको दरबारमा टेन्सन पनि बनिरहेको थियो। साथै राजा वीरेन्द्रलाई इन्डियामा बसेका विरोधीहरूबाट पनि थ्रेट थियो। अब देशको इकोनोमी र राज संस्था दुवै बचाउन नेपालले एउटा सर्भाइभलिस्ट डिसिजन गर्यो, एउटा यस्तो डिल जसले अब आउने नेक्स्ट हाफ सेन्चुरी डिफाइन गर्ने थियो, जुन यो होल एरेन्जमेन्टको एब्सोल्युट कोर हो। त्यो थियो 1974को नेपाल ओइल कर्पोरेसन र इन्डियन ओइल कर्पोरेसन बिचको हिस्टोरिक मोमेरेन्डम अफ अन्डरस्ट्यान्डिङ, जसले आइओसीलाई नेपालको एकमात्र सोल सप्लायर बनायो। मतलब नेपालले पेट्रोल, डिजेल, एलपिजी र अरू पेट्रोलियम प्रोडक्टहरू किन्न आइओसीबाट मात्र पाउँछ। यो बदलामा नेपालले एउटा ग्यारेन्टिड स्टेबल सप्लाई लाइन पाउन पर्ने थियो। यसले लोजिस्टिक सिम्पल त बनायो, तर एउटा ठुलो डिपेन्डेन्सीको स्थिति पनि सिर्जना गर्यो। दशकौँसम्म यो स्मुथली नै चलिरहेको थियो। जुन एमओयू नेपालको सर्भाइभलको लागि भनेर साइन गरिएको थियो, जुन कागजको टुक्राले नेपाललाई 1974मा टोटल सटडाउन हुनबाट बचाएको थियो, ठिक त्यही कागजको टुक्राले 40 वर्षपछि पुरै देश नै प्यारालाइज गरिदियो, जसको इम्प्याक्ट अहिले पनि फिल हुन्छ। कुनै पनि सिस्टम कति फ्रेजाइल छ भन्ने कुरा नर्मल टाइममा थाहा हुँदैन। जब क्राइसिस आउँछ तब सिस्टमको विकनेस खुलेरै देखिन्छ। यही कुरा भयो 2015मा। भूकम्प गएको केही महिना नहुँदै जब नेपाल सबैभन्दा कमजोर स्थितिमा थियो, एउटा अनअफिसियल नाकाबन्दी सुरु भयो। त्यो नाकाबन्दीले स्लो डाउन मात्र होइन कि एउटा टोटल प्यारालाइसिसको स्थिति सृजना गर्यो। नर्मल दिनहरूमा बोर्डरबाट डेली 300 भन्दा बढी फ्युल ट्याङ्करहरू छिर्थे भने नाकाबन्दीले त्यो सङ्ख्या झरेर 5 देखि 10 वटामा पुग्यो। भिडियोको सुरुमा हामीले कुरा गरेको थियौँ नि 13 दिनको रिजर्भ, हो त्यो हेर्दा हेर्दै रित्तियो र 0 डेजको ब्याकअप भएको ग्यासले आफ्नो असलियत देखायो। पेट्रोलको लागि बाइक गाडीहरूले 3-4 दिन लाइन लाग्नु पर्थ्यो, त्यो नि पेट्रोल पाइन्छ पाइँदैन टुङ्गो थिएन। खाना पकाउनलाई एलपिजी नपाएर दाउरामा फर्किनलाई मान्छेहरू बाध्य भएका थिए।
पैसा डबल तिर्न खोज्दा नि आटा मैदा जस्ता र मेटेरियलहरू भेटिएका थिएनन्। पैसा डबल तिर्छु भन्दा पनि यो रोटी पकाउने र मेटेरियल आटा मैदा चाहिँ नपाउने अवस्था आयो कि बिचमा सर्टेज त्यति भयो कि केमिकल फर्टिलाइजर र बोट बिरुवाहरूको अभावले एग्रिकल्चर ठप्प भएर बसेको थियो। हस्पिटलमा दबाईहरूको उस्तै अभाव। नेपालले त्यतिखेर $2 बिलियन को लस भोग्नु परेको थियो। जुन बेला भूकम्पले गर्दा $7 बिलियन को लसमाथि त्यो अर्को लस थपियो। तर यो 2015 को आलामिङ सिचुएसन पहिलोपल्ट थिएन नि। यो भन्दा अगाडि पनि एकपल्ट यस्तो सिचुएसन भोग्नु परेको थियो। त्यो थियो 1989 को नाकाबन्दी। ट्रेड र ट्रान्जिट ट्रिटी एक्सपायर भएर कुरा नमिल्दा इन्डियाले नाकाबन्दी लगाएको थियो। 21 वटा बोर्डर क्रसिङ मध्ये 19 वटा रातारात बन्द भए र त्यही कुराले नेपालमा भएको सिस्टमलाई ब्रुटल्ली एक्सपोज गरिदियो कि हाम्रो लाइफलाइनको अन अफ स्विच त छिमेकी देश इन्डियासँग रहेछ। तर कुरा यतिमा सकिँदैन। इन्डियासँग स्विच त छ, तर त्यो स्विचलाई चलाउने पावर चाहिँ कहाँबाट आउँछ? किनभने रियालिटी के हो भन्दा इन्डियासँग पनि आफ्नो तेल छैन। इन्डिया आफैले अराउन्ड 80% ओइल बाहिरबाट इम्पोर्ट गर्छ। यो कुरा बुझ्नलाई हामी नेपालबाट बाहिर निस्किएर वर्ल्ड म्याप हेर्नुपर्छ। एज अफ 2024 विश्वमा 1.75 ट्रिलियन ब्यारल क्रुड ओइलको प्रुभन रिजर्भ छ जुन निकाल्न सकिन्छ र त्यो टोटल रिजर्भको 50% भन्दा बढी केवल 3 देशमा मात्र छ, भेनेजुएला, साउदी अरबिया र इरान। यो पुरै ग्लोबल इकोसिस्टम 3 वटा फेजमा चल्छ र तिनीहरू 3 वटै उत्तिकै फ्रेजाइल छन्। सबैभन्दा पहिलो अपस्ट्रिम, जमिन या समुद्र मुनिका क्रुड ओइलको खानी पत्ता लगाउने, ठुला ठुला रिगहरू युज गरेर ड्रिल गर्ने र त्यो कच्चा तेललाई पम्प गरेर सर्फेसमा निकाल्ने जुन र फर्ममा युजलेस हुन्छ। दोस्रो मिड स्ट्रिम, त्यो निकालिएको ओइललाई फर्दर प्रोसेस गर्नलाई रिफाइनरीसम्म पुर्याउने र अन्तिममा डाउनस्ट्रिम, त्यो क्रुड ओइललाई युजफुल फर्ममा ल्याउन फ्र्याक्सनल डिस्टिलेसन गर्ने। तर यहाँ स्थिति के छ भन्दा तेल एक ठाउँमा, रिफाइनरी अर्को ठाउँमा र कस्टमर अर्को ठाउँमा हुन्छन् र यो जोड्ने एक मात्र तरिका छ जुन सबैभन्दा कमजोर पार्ट पनि हो र त्यो हो समुद्री बाटो। हरेक दिन 8 करोड ब्यारल भन्दा बढी तेल समुद्रबाट ओसार पसार हुन्छ। यो ट्रान्सपोर्टेसनको लागि समुद्रमा म्यासिभ फ्लोटिङ आइल्यान्ड जस्ता सिपहरू युज हुन्छन्। सबैभन्दा ठुलो ULCC जुन झन्डै 4 वटा 10 रति स्टेडियम जतिको ठुलो हुन्छ। तिनीहरूले एकैचोटि 2 मिलियन ब्यारल भन्दा बढी तेल बोक्छन्। तर यो नेटवर्क एकदम फ्रेजाइल छ। समुद्र विशाल भए पनि यो ठुलो जहाजहरू एकदम साँगुरो वाटर प्यासेज क्रस गर्नै पर्छ। यिनीहरूलाई भन्छ चोक पोइन्ट्स। चोक पोइन्ट कति डेन्जरस हुन्छ भने 2021 मा स्विज क्यानलमा एउटा जहाज अड्किँदा मात्र प्रतिदिन $9 अरब को व्यापार रोकिएको थियो र नेपालको लागि सबैभन्दा इम्पोर्टेन्ट चोक पोइन्ट हो स्ट्रेट अफ हर्मुज। ओमान र इरानको बिचमा पर्ने यो एकदमै साँगुरो बाटो जुनबाट विश्वको 20% तेल पास हुन्छ, जसमा 80 to 82% जसो एसियन मार्केटको लागि हुन्छ। त्यो स्ट्रेट अफ हर्मुज क्रस गरेर क्रुड ओइल इन्डियाको पोर्टमा आउँछ। त्यहाँको रिफाइनरीमा प्रोसेस भएर पेट्रोल, डिजेल, एलपिजी र अन्य बनेपछि पाइपलाइन र ट्याङ्कर हुँदै NOC को डिपोटमा आउँछ र अन्त्यमा तपाईँको नजिकको पेट्रोल पम्पसम्म पुग्छ। यसले एउटा क्लियर लिङ्क देखाउँछ कि काठमाडौँमा गुड्ने एउटा स्कुटरको कनेक्सन सिधै मिडल इस्टको जियोपोलिटिक्ससँग पनि जोडिएको हुन्छ। अब यो चेनको कुनै पनि पोइन्टमा, चाहे त्यो हर्मुजमा वार होस् या इन्डियामा क्राइसिस, नेपालले त्यो 13 दिने टाइम आउट फेरि भोग्नुपर्ने हुन्छ र 2015 मा नेपालले ठिक यही भोगेको थियो। त्यो 2015 को नाकाबन्दी देशको लागि एउटा ब्रुटल वेकअप कल थियो। जब चुलोमा आगो बल्न छोड्यो र एम्बुलेन्सहरूमा तेल सकियो, तब नेपालले डरलाग्दो रियालिटी एक्सेप्ट गर्न बाध्य भयो। हामीले 1974 देखि आजसम्म कुनै प्लान बी नै बनाएका रहेनछौँ। त्यसैले नाकाबन्दी खुल्ने बित्तिकै नेपाल सरकार प्यानिक मोडमा गयो र अब 40 वर्षको इतिहासमा पहिलो पटक 1974 को त्यो MOU लाई बाइपास गरेर NOC ले इन्डिया बाहेक अरू देशबाट तेल ल्याउने बाटो खोज्न थाल्यो। सबैभन्दा पहिलो कोसिस थियो द नर्दर्न डोर। 2015 मै नेपालले चाइनाको पेट्रो चाइनासँग पनि तेल ल्याउने MOU साइन गर्यो। कागजमा यो स्टेप हिस्टोरिक थियो, तर रियालिटी कागजभन्दा धेरै फरक छ। नेपाल र चाइना बीच हिमाल नै हिमाल छन्। सबसे नजिकको पेट्रोलको इन्ट्री पोइन्ट गिरोङ हो र रसुवागढी गिरोङको बाटो जियोग्राफिकल्ली हार्स छ। तर यो सबसे ठुलो फेलियर होइन। 2015 को जस्तो केही हुन दिनु हुँदैन
हामीले यो कुनै क्राइसिस आए पनि नेपाललाई 3 महिना तेल पुग्ने गरी स्टोरेज बनाउनुपर्छ भनेर धेरै कुरा गरिए। 2021-22 को बजेट भाषणमा सरकारले भन्यो कि 3 महिनाको डिमान्ड मिट गर्न सक्ने स्टोरेज क्यापेसिटी बनाउने। तर ग्राउन्ड रियालिटी के छ? त्यो भाषणमै सीमित भयो। विभिन्न अरू प्रायोरिटी, ल्यान्ड एक्विजिसनको इस्यु, अनस्टेबल पोलिटिक्स, यो सबै कुराले 90 डेजको रिजर्भ पेपरमै रोकियो। र फेरि यही कुरालाई हाम्रो अगाडि छरपष्ट देखाउनलाई फेब्रुअरी 28, 2026 मा अलार्म बज्न सुरु भयो। यो अलार्म थियो मिडल इस्टबाट। अमेरिका र इजरायलले इरानमा कोअर्डिनेटेड एट्याक गर्यो। यो भिडियो बनाउने बेलामा हामी वार सुरु भएको 2 महिना नआएका छौँ। रिपोर्टहरूले यो वारले ल्याएको क्राइसिस 1973 को भन्दा पनि वर्स भनिरहेका छन्। तेलको प्राइसमा 2022 पछिको हाइएस्ट स्पाइक यो वारले ल्याएको छ। नेपालकै पेट्रोल प्राइस हेर्ने हो भने वारपछि तेलको प्राइस 41.04 ले बढेको छ। नेपाललाई यस्तो कुराले असर भने सिधै पर्दैन। यसलाई हामी लेयर तरिकाले बुझौँ। लेयर 1 मा हर्मुज बन्द भएपछि इन्टरनेसनल क्रुड ओइलको प्राइस बढ्छ। आइओसीले हरेक 15 दिनमा एनओसीलाई नयाँ प्राइस लिस्ट पठाउँछ र त्यसमा प्राइस बढ्यो, एनओसीले त्यो तिर्न पर्छ। लेयर 2 मा अब यो एनओसीको आफ्नै हालत हेरौँ। नेपालको एकमात्र फ्युल इम्पोर्ट गर्ने इन्स्टिट्युसन स्ट्रक्चरली ब्रोकन छ। कसरी? एनओसीले आइओसीबाट महँगो प्राइसमा किन्न पर्यो, तर त्यो सस्तोमा यता नेपालमा बेच्न पर्छ र अब योबाट निस्किने घाटा एनओसी आफैले बेहोर्नुपर्छ। घाटा जति बढ्दै जान्छ एनओसीले आइओसीलाई त्यति नै टाइमले पे गर्न सक्दैन, अनि फेरि फ्युल सप्लाई नै रोकिने थ्रेट पनि हुन्छ। एनओसी यो ट्र्यापमा परिराख्छ। लेयर 3 जनतालाई सिधै प्राइस हाइकको मार नपरोस् भनेर एनओसीमा एउटा प्राइस स्टेबलाइजेसन फन्डको मेकानिजम छ। यो एउटा पैसाको रिजर्भ हो र जब इन्टरनेसनल मार्केट या आइओसीले म्यासिभ प्राइस हाइक गर्छ, त्यो कुराले नेपालमा डाइरेक्ट इम्प्याक्ट नपरोस् भनेर एनओसीले यो पिएसएफबाट फन्ड चलाएर रिकभर गर्छ। तर एनओसी आफू यति धेरै घाटामा छ कि यो पिएसएफ काम गरिरहेको छ भनेर महसुस हुँदैन। जस्तै अप्रिल 1 मा आएको नोटिसमा आइओसीले पेट्रोलमा 41 रुपैयाँ 6 पैसा बढाएर नयाँ प्राइस पठाएको थियो, तर एनओसीले यता नेपालमा चाहिँ पैसा नबढाउने निर्णय लियो। तर यसको असर भने प्रष्टै देखियो पनि। पैसा नबढाउने डिसिजनको 2 दिनमै अर्को प्रेस रिलिजमा 15 दिनमै 13 अर्ब 21 करोडको घाटा हुने भन्दै पेट्रोलको भाउ 15 रुपियाँले बढायो। तर पनि एनओसीले अझै पनि घाटा बेहोरिरहेको छ। त्यो 15 रुपियाँ बढाए बापत पनि 11 अर्ब 71 करोडको घाटा हुने देखिन्छ। त्यही भएर पनि सरकारले ट्याक्स कट गर्दा पनि कन्ज्युमरले किन्ने पेट्रोलको प्राइसमा चेन्जेस आउँदैन र फेरि पनि यो सिस्टम ब्रुटल्ली एक्सपोज भइरहेको देखिन्छ। त्यो 1974 मा बनाइएको सिस्टमले अहिले 2026 मा नि कमजोरी देखाइरहेको छ। हामी अझै पनि 13 दिने टाइमरमा बाँचिरहेका छौँ। यो सबै सुनेपछि एउटा स्वाभाविक प्रश्न आउँछ, के हामीसँग गर्न केही छैन त? यो कुरालाई लिएर केही भएको नै छैन भन्न नि मिल्दैन। 2026 फेब्रुअरीमा वार सुरु हुनु अगाडि एउटा अर्को कुरा पनि भयो। दैलेखको भैरव गाउँपालिकाको वडा नम्बर 1 मा गरेको जियोलोजिकल सर्वेले 80.7 बिलियन क्युबिक मिटर नेचुरल ग्यासको रिजर्भ कन्फर्म गर्यो। तर त्यसलाई बाहिर निकाल्न फाइनेन्सियली सेन्स बनाउँछ कि बनाउँदैन, अर्थात् लगानी उठ्ने आधार छ कि छैन भन्ने कुरामा काम भएको छैन। यसको आर्थिक, सामाजिक र वातावरणीय असर के हुन्छ भनेर थाहा पाउन पर्छ र त्यसको लागि वेल टेस्टिङ गर्नुपर्छ। र त्यो ग्यास निकालेपछि पनि पहाडको टेरेनमा पाइपलाइन बिछ्याउने कि सिएनजी ट्रकमा बोक्ने, यो आफैमा एउटा ठुलो लोजिस्टिकल नाइटमेयर हो। यो सबै हुन वर्षौँ लाग्छ। आजको क्राइसिसको लागि यो इमिडिएट एन्सर होइन, तर सुरु त गर्नुपर्छ नि। र अर्को एउटा कुरा छ जसले देखाउँछ कि चाह्यो भने गर्न सकिन्छ। अहिले हामीले धेरै जस्तो रोडमा एउटा चेन्ज देखिरहेको छौँ। त्यो के होला सोच्नुहोस् त। 2024 मा मात्र नेपालको 4 व्हिलर सेल्सको 70% इभी थियो। नर्वे पछाडि संसारको दोस्रो हो त्यो। हो, यो इभी एडाप्टेसन अहिले हामीले रोडमा देखिरहेका छौँ। अहिले काठमाडौँमा छिर्ने प्यासेन्जर गाडीहरू पनि धेरै इभीहरू देखिन थालिएका छन्। यसले अरबौँमा पेट्रोलको खपत गर्न हेल्प गर्छ। यो कुराले अहिले नेपाललाई नयाँ दिशामा लान खोजिरहेको छ। तर सोल्युसन एक ठाउँबाट मात्र आउँदैन। इभी मात्रले पुग्दैन र दैलेख मात्रले पनि पुग्दैन। जब पेट्रोलको प्राइस बढ्छ, सरकारले अड इभन रेस्ट्रिक्सन लगाउँछ। त्यसले सर्ट टर्ममा फ्युल कन्जप्सन घट्ला,
तर त्यो एउटा टेम्पोरेरी ह्यान्डिप्लास्ट मात्र हो। त्यसले हामीलाई सास फेर्न 1-2 दिन थप्ला, तर त्यसले त्यो 13 दिने टाइमरलाई रोक्दैन। यो इस्युलाई अब इग्नोर गर्न मिल्दैन, रिजर्भ बढाउनै पर्छ। त्यो 13 दिनलाई 90 दिन पुर्याउनै पर्छ। यहाँ हामीले एउटा ब्रुटल रियालिटी एक्सेप्ट गर्नै पर्छ कि 50 वर्षदेखि जरा गाडेर बसेको यो ट्र्यापलाई एक रातमा उखालेर फाल्न सकिँदैन। यो कुनै कन्ट्र्याक्ट च्यातिएर भोलिदेखि सबैले इभी किनौँ भनेर सल्भ हुने सिम्पल कुरा होइन। यसको लागि पुरै स्टेट मेसिनरीलाई नै रिवायर गर्नुपर्छ। म्यासिभ ग्रिड अपग्रेड, चार्जिङ इन्फ्रास्ट्रक्चर र एनओसी जस्तो मोनोलिथिक इन्स्टिट्युसनलाई कम्प्लिटली रिस्ट्रक्चर गर्नुपर्छ। हामीले स्टेप्स त लिइरहेका छौँ। हाइड्रो पावरको म्यासिभ प्रोडक्सन, इभीको ऱ्यापिड एडाप्टेसन, दैलेखमा ग्यास एक्सप्लोरेसन र ग्रिन हाइड्रोजनमा इनिसियल टेस्टिङ। नेपालले एउटा नयाँ रियालिटी बिल्ड गर्न खोज्दैछ, तर यो सबै कुराले हामीलाई एउटा फन्डामेन्टल हन्टिङ क्वेसनमा ल्याएरै छोड्छ। नेपाल जस्तो एउटा सानो ल्यान्डलक देशले आफ्नो फ्युचरलाई एक्चुअली कसरी सेभ गर्न सक्छ? 1974 मा लिएको त्यो इम्पोसिबल डिसिजन, त्यसले त्यो बेला देशको सर्भाइभल त एब्सोल्युटली इन्स्योर गर्यो, तर प्रोसेसमा त्यो आज हाम्रो सबैभन्दा ठुलो भल्नरेबिलिटी बन्न पुग्यो। र आज 2026 मा उभिएर हेर्दा अर्को क्राइसिस आउन अगाडि नै 50 वर्ष पुरानो त्यो डिसिजनको स्याडोबाट उम्कनु हाम्रो सबैभन्दा ठुलो र गहिरो च्यालेन्ज हो।